यस्तो खोल्छ समोसा हार्दिक श्रद्धाञ्जली यस्तो हुन्छ सुँगुर सुताइ चाहिँ 5:40 को घाम ल होटलै खोल्यो कि जस्तो लाग्छ गरेको त गुड मर्निङ एभ्रिवान सबैजनालाई म चाहिँ आजको झन् हामी फेरि पनि आइसकेको छु आजको भ्लग लिएर अनि म चाहिँ सन्चै छु आई होप हजुरहरू पनि सन्चै हुन्छ होला मेरो बिहानको सुरुवात चाहिँ त्योसँग भएको छ बिरेनु पानी स्टाइलले हेऱ्यो नि त मम्मीले भन्नुभएको खोइ के ग्यास्ट्रिक हटाउँछ के भन्दै हुन्थ्यो आजको दिन चाहिँ यस्तो रहेको छ बिहानै उठेर पूजा पनि गरिसकेको अनि बिरेनु खाएको छु बिरेनु पानी तातो पानी खासमा म तातो पानी चाहिँ कहिले खाँदैन थिएँ तर पनि आज खाँदैछु आज भन्दा पनि 3-4 दिन भयो यसरी बिरेनु पानी खा अब यति खाइसकेपछि जानुपर्ने हुन्छ मेरो बारी मेरो आँखा पनि मजाले खुलेको छैन होला सायदै म यसमा भेट्छु फाइनली म चाहिँ बारी आइसकेको छु हाम्रो घरदेखि कति 5 मिनट जति हो त यहाँ चाहिँ इस्कुस पनि के भनौँ म त रिसै मात्र उठ्छ यिनीहरूदेखि चाहिँ नि मुन्टामा चाहिँ यति फल्छ क्या इस्कुस चाहिँ फल्ने होइन चिचिला पनि लाग्ने होइन खालि मुन्टै मात्रै यहाँ छ 2टा गोरुहरू यता चाहिँ घाम लागिरहेको रहेछ हाम्रो यहाँ चाहिँ मकै बारी सिबी बारी तर सिबी छैन होला सायदै तल दिदीलाई पठाउँदा कहाँ पठाउँदा यस्तै हुन्छ मामु म के गर्नु हस्या मकै भाज्नु पर्ने सुकेको मात्र होइन मैले चाहिँ केही सुनेको छैन यो हो नि त नेचर भनेको होइन म भनिदिउँ यहाँदेखि उ त्यो गरादेखि उता तल कहाँसम्म हो त्यो घर उता चाहिँ हाम्रो मूल घर छ पहिला हाम्रो आँखीहरू बस्नुभएको त्यहाँभन्दा एक स्टेपमा शिरसम्म चाहिँ सबै हाम्रै गरा हो अनि यता पनि छ यता पनि तल यस्तो खोल्छ समोसा हाम्रो जग्गा गरा सही मुख चिप्लेछ होइन जिब्रो चिप्लेछ के भन्नु खोइ के चिप्ले मकै बारी छ हाम्रो चाहिँ यति कति लामो गराएको छ त्यहाँ परसम्म छ लाइमा सुकाएर आँखियाँले बाहिर खाना गाइस यहाँ मकै भाँच्नु र चारो काट्नु आएको मान्छे यहाँ खन्नु पर्ने रे क्या यहाँबाट अनि 3-4 मुठा त्यो चारो निस्किन्छ अरे क्या हाम्रो मम्मीको भनाइअनुसार छोरी यहाँ सिमी रोप्नुपर्छ कि सुँगुर छोटिन्छ होइन हजुर चारो यसरी निस्किन्छ यसरी निस्किन्छ गाई छोरू म चाहिँ देख्दिनँ लु मेरो छोरी चारो कहिले देख्दैन साह्रै अल्छिने छ हुन्छ है
म त फेर्दै लाएर सबै चारो यो हो कि होइन नानी चारो हेर है हो यहाँ खन्नु पनि हुन्छ चारो खोज्ने कि खन्ने भन्दा हुन्थ्यो चारो त म देख्दिनँ अनि बारी आउँदाखेरि पनि मलाई 1-2 घन्टा चाहिँ लाग्छ चारो होइन मम्मी अल्छी नि छ नि त अल्छी नि अल्छी गर्छ मासु पनि खानु खोज्दिनँ चारो पनि खोज्नु अल्छी गर्छ यहाँ हेर छोरी यसो गर्नुपर्छ सिमी रोप्नुलाई अल्छी नगरी काम गर्नुपर्छ किसानको छोराछोरी भयो अरे देख्यौ यस यस मेरो छोरीले 2 घन्टा गर्ने काम म 10 मिनटमै सकिदिन्छु त्यो त हो म फाट्छु भने मलाई काम गर्न चाहिँ कहिले पनि अल्छी लाग्दैन है गाइसहरू मलाई चाहिँ खाना सबै फाइनल्ली हाम्रो चाहिँ यहाँ चारो अनि उता मकै पनि रेडी भइसक्यो अनि मैले चाहिँ यहाँ खनी पनि सकेँ यति त्यहाँ चाहिँ मम्मीले आफै खन्नुहुने अरे नि त अनि त्यही भएर हार्दिक श्रद्धाञ्जली तिनीहरूको आत्माले शान्ति पाओस् के गर्नु गरी खानै पर्दो रहेछ बाँच्नको लागि केही गर्नु पर्दो रहेछ तिनीहरूको परिवारलाई दुःख सहन सक्ने क्षमता मिलोस् मलाई रुनुमा हाँस्नु बनाएर गएँ भनेर चाहिँ म कसलाई भन्दैछु भन्दाखेरि यहाँ मैले यति खन्दाखेरि काटेको गदेउलाई होला भन्दैछु छ्या कस्तो सोचेर भनेर मैले चाहिँ पुरा खनिन्चमा यसो चाहिँ भन्नु पऱ्यो भनेर सोची भनेको मैले हाम्रो मम्मीले चाहिँ त्यहाँ फाल्टै त्यो साग रोप्नु हुने त दिनको हालत हेर्नुहोस् घाम लागिरहेको छ उता मलाई गर्मी हुन थाल्यो अनि साथीहरू हामी चाहिँ बाटोमा छौँ जाँदैछौँ मेरो चाहिँ यहाँ चाहिँ मकैको भाइ यस्तो बाटोबाट जानु परिरहेछ हेर्नु न मेरो कपाल नेचुरल कपाल आई गयो कालो बाटो चाहिँ फेरि यसरी जानु पर्ने हुन्छ घर मान्छेमा घर पुगेर अब सब्जी गरिन्छ होला अनि म भरे भेट्छु अनि गाइस अहिले चाहिँ दिउँसोको 1:30 भइसक्यो 1:30 होइन त 2 पो बज्न आँटिसकेको छ त अनि म चाहिँ भर्खर यहाँ चारो पकाउनु होइन सुरुमा चारो काट्छ आज मेरो काम कति धेरै छ अहिले पनि दोकानमा सामान मिलाउँदा गरेर आएको मेरो कपाल चाहिँ पिलिक्क भइरहेको होला मैले कोकोनट ओइल हालेको थिएँ मेरो कपालमा हेर्नु न हाम्रो भैँसिङे 4-5वटा थियो उता माथि पनि छ यहाँ छ हिजो खायौँ हामीले मलाई मन चाहिँ पर्दैन के भयो मन नपरेको होला अलिक स्ट्यान्डर्ड मान्छे परेको आज भयो भने सेलरोटी पनि बनाऊँ भनेको कस्तो खानु मन लागिरहेको छ नि आफै ट्राई गर्छु योचोटि चाहिँ भनेर सोचिरहेको छु अनि अब यति चारो काटिसकेर अनि त्यहाँदेखि चाहिँ म सेलरोटीको ब्याटर बनाउँछु अस्ति चामलको त्यो रहेछ क्या अस्तिकै चामलको पिठो अनि सेलरोटीको ब्याटर बनाउँछु अनि नुहाउनु पर्ने छ अनि ब्याटर लगाइराखेर नुहाउँछु यहाँ छ हाम्रो चारो 2 साग त पुग्छ पनि होला सुँगुर सुताइ अनि अर्को कुरा है हाम्रो मम्मीले मलाई सुँगुर सुताइ सुत्छस् भन्नुहुन्छ क्या
यस्तो हुन्छ सुँगुर सुताइ चाहिँ। यो भइगयो अनि यो भइगयो। ए सुत्न किन उठिस? यो यस्तो हुन्छ क्या सुँगुर सुताइ। अनि सुँगुरको सबसे भन्दा मजेदार पार्ट भनेको यो हो। यस्तो हुन्छ क्या। कतिजनालाई थाहा थियो कि थाहा छैन, सुँगुरहरूलाई यसरी सुँगुरहरू उठ्दाखेरि चाहिँ क्या हामीले यसरी उनीहरूको जिउ कनाइदिउँ भने चाहिँ उनीहरू सुत्छ क्या कस्तो पक्लक्कै। सुत 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 जस्तै कि यो हेर्नु ल, यिनीहरूले आराम कस्तो मजाको हुन्छ क्या। यो चाहिँ बेस्ट पार्ट सुँगुरको। माया लाग्छ मलाई सुँगुरको पनि। अब चाहिँ म छिटो छिटो गरेर चाल काट्नु पर्यो हुन्छ शत्रु। अनि गाइस अहिले चाहिँ बेलुकाको 5:40 भइरहेको छ। अनि मैले चाहिँ खाना सब्जी पनि पाकिसक्यो होइन मेरो। यहाँ हेर्नु न, यहाँ घाम, बेलुकाको घामै यो 5:40 को घाम यस्तो छ। अनि साथीहरू म चाहिँ रोटी पोल्नु पर्यो भनेर हाम्रो तैँले जान्दैनस् भन्नुहुन्छ, सिकाए पो जान्नु त है। अनि यहाँ हाम्रो मम्मीले पोल्दै हुन्छ रोटी। मैले अघि एउटा आएर चाखी पनि सकेँ। राम्रो भएन, अहिले भर्खर मोलेको हो कि। ल अब चाहिँ म पोल्छु। म आजका तामाङ द ग्रेटले पोल्छ। अघि चिनी नपुगेर रहेछ, मैले चिनी नपुगेर फेरि थपेको त यति म त गुलियो हुन्छ होला जस्तो लागेको थियो, तर भएन छ। अनि थप्यो फेरि यहाँ राख्छु है। अब चाहिँ रोटी यति धेरै भइसकेको छ। चाहिँ म पोल्छु। योभन्दा पछाडिको भिडियो हेर्नै पर्छ। ल हेर्नु यहाँ मैले पोलेको सबै डढेको क्या। तर झन्डै मम्मीले पोल्नु भएको जस्तो हुन्छ। मामुको टाउमा लगा न यस्तो रोटी चाहिँ। साँच्चै मैले पोलेको यो पनि मम्मीले पोल्नु यहाँ भित्र छ क्या, मैले पोलेको। मैले नै पोलेको हो यो पनि। यस्तै चाहिँ सुरुम सुरुम हुन्छ नि। यस्तै यस्तो अझ राम्रो आएन क्या यस्तो चाहिँ हो। कुन एङ्गलले गोलो छ यो, तर रोटी भनेको रोटी हो गाइस। अहिले बेलुकाको ठ्याक्कै 8 बजेको छ। अनि हामीले चाहिँ खानाहरू पनि खाइसक्यौँ। अनि यहाँ रहेको छ हाम्रो धन्दा। घरिघरि त लाग्छ म एउटा होटलै खोलौँ कि जस्तो लाग्छ घरिघरि त। बरु पैसा कमाइन्थ्यो होला होइन। साला ये दुख का खत्म नहीं होता बे। हेर्नु न यो अब यो सबका मलाई 8 घन्टा लाग्छ। त्यही हो। अब म यो धन्दा सकेर भेट्छु। साथीहरू मैले चाहिँ धन्दाहरू गरिसकेर ब्रसहरू पनि गरिसकेँ। अनि बेलुकाको काम चाहिँ सक्यो लगभग भन्दा सब सक्यो। अब त्यही सुत्नु मात्र हो। अनि आज के कस्तो दिन गयो मेरो त्यो त हेरि नै हाल्नुभयो होला तपाईँहरूले यदि भिडियो अन्तिमसम्म हेरिदिनु भएको छ भने। अनि भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। अनि विशेष धन्यवाद चाहिँ कसलाई भन्न चाहन्छु भने अनि मेरो 1-2 जना साथीहरू छ क्या, उनीहरूले चाहिँ मलाई बेला बेला हौसला दिइरहन्छ। अनि उनीहरूलाई धन्यवाद मेरो हृदयदेखि नै मलाई सपोर्ट गरेकोमा। अनि
मैले चाहिँ यतिखेर आएर चाहिँ नि लगभग 2 महिना भयो होला हाम्रो भेट नभएको चाहिँ हाम्रो साथीहरूसँगको। अनि उनीहरूलाई पनि मिस गरिरहेको छु मैले। अरू त के भन्नु, त्यस्तै हो। अनि मिस यु गाइज। उनीहरू हुँदाखेरि छुट्टै मजा हुन्छ नि त। अनि त्यही भएर मिस यु गाइज। अनि के भन्नु, कहाँदेखि कहाँ पुगेँ जेसुकै होस् है। अनि त्यहाँदेखि भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क्स फर वाचिङ। अनि भिडियो के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। अनि भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क्स फर वाचिङ। बाई बाई।